हेलो साथी, तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र साथीको ल्यापटपको हालत अहिले चाहिँ हेर्न लायकको चाहिँ बनाएको छु मैले। यो टल्किसक्यो, यो टल्किनेवालामै छ। म टल्काउँदैछु अनि किनकि अब साथी धेरै बिजी भएको कारणले गर्दा ल्यापटप चलाउने मान्छे कोही भएन। अनि धुलो राख्दा 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 धुलो चाहिँ धेरै टाँसिएको छ अनि म धुलो टकटकाउँदैछु। अनि साथीलाई चाहिँ अलिक सहयोग गरेको, किनकि अब साथीको अवस्था किन अब यताउता हेर्दा हेर्दा अब कहिले कहिले ल्यापटप चलाउन मन लाग्दैन। फोहोर ल्यापटप देखेपछि चलाउन मन लाग्दैन। चलाउनलाई मन लाग्ने गरी बनाउनलाई ल्यापटप म टल्काउँदैछु। अब सक्यो। अब यसलाई ल्यापटपलाई यसो अन गर्छु म। के छ यसको भित्री पोजिसन, त्यहाँ चालु छ। यो अन भयो। ल साथीले यसमा चाहिँ अस्ति 6-7 हजार लगाएर बनाउनु भएको छ साथीले। त्यहाँदेखि चलाउनु भएको छैन रहेछ साथीले। अनि पासवर्ड चाहिँ साथीले सोध्नुपर्छ। क्याबिन मेरो साथी छ, किनकि सेपरेट हुनसक्छ। यसलाई चाहिँ छैन, पासवर्ड छैन, इन्टर गर्दै हुन्छ। ल म काम गर्दै थिएँ, त्यो मिनिमाइज गरिदिनु त्यसलाई। 10K मिनिमाइज नो इन्टु मिनिमाइज हो त्यसमा। मिनिमाइज गर्यो। यसमा चाहिँ मेरो काम गर्ने, यो चाहिँ मेरो काम गर्ने ल्यापटप हो होइन। यो चाहिँ मेरो नेटहरू चलाउने ल्यापटप हो होइन। अनि यसमा चाहिँ म काम गर्छु, ग्राफिकहरू गर्छु। अनि अरू अफिसियल कामहरू चाहिँ यसमै गर्छु। अनि यो चाहिँ नर्मल ल्यापटप हो नि त, यो चाहिँ अलिकति राम्रो। अरू केही छ भन्नलाई तपाईँलाई? अरू केही छैन, तर ल्यापटपलाई अब बेला बेलामा सफा गर्ने, किनकि आफूले गरिखाने ठाउँ हो। आफूले चलाइरहेको आफ्नो साधनलाई आफूले जहिले पनि टिलिक्क टल्काइरहनुपर्छ। हाम्रो घरमा भगवान्लाई हामीले जहिले पनि दिनदिन पूजा गर्छौँ नि, यसको पनि पूजा गर्नुपर्छ। यसले पनि बेला बेलामा हाम्रो पनि सेवा गर्छ, हाम्रो इन्टरटेनमेन्ट दिन्छ। हाम्रो हेर्न मन लागेको चिज हामी खोज्यो भने युट्युबमा भेटिन्छ। जस्तै हाम्रो कुनै चिज हामीले अब सिक्नु पऱ्यो भने, कुनै चिज हामीले हेर्नु पऱ्यो कि अब जस्तै हामीलाई आएन भने हामीले गुगललाई सोध्यो भने यसले हामीलाई सिकाइदिन्छ। यसलाई हामीले राम्रो मर्मत गरेर राख्नुपर्छ। र मेरो साथीले यस्तो नगर्नु म भन्न चाहन्छु, किन एकदम क्लियर सफा गरेर चलाउनु हुनलाई साथीलाई विनम्र अनुरोध गर्दछु। यस्तो के समस्या चाहिँ के छ भन्दाखेरि अब बहिनी र म मात्रै हुन्छु नि त घरमा त। अनि बहिनी बिहान कलेज जान्छ, अनि त्यसपछि दिउँसो उसको आफ्नै बिजनेस सम्हाल्नुपर्ने छ, काम सम्हाल्नुपर्छ। अनि म पनि यताउति डुलिराखेको हुन्छ होइन, बाहिरै काम हुन्छ प्रायः। म बेलुका मात्रै घरमा हुन्छ। आज चाहिँ अब स्याटरडे, सो म चाहिँ यहाँ छु। अनि सफा गर्ने मान्छे छैन नि त, एउटा सफा गर्ने मान्छेको खाँचो थियो। अब विज्ञापन पनि होला यो होइन, सफा गर्ने मान्छे चाहिँ एउटा चाहिएको छ। के हो साथी? यो सफा भयो, अब यो बाँकी छ। कस्तो फिल भइरहेछ साथी? कस्तो फिल भइरहेछ? रमाइलो। डु यु फिलिङ वेल अर नट? पुरो तिमीलाई चाहिँ कस्तो लागेको छ मैले भिडियो? मतलब म खनि अब मेरो सफा गरिदिएपछि मैले वास्तवमा नभ्याएर हो कि, अब म सफा गरिदिने मान्छे छैन नि त। अब बहिनी पनि बिहान कलेज हुन्छ हो। बिहान चाहिँ के अरे बिहान चाहिँ के अरे बहिनी कलेज जान्छ नि त। अनि अब डेमा चाहिँ उसले आफ्नै जब गर्छ, आफ्नै बिजनेस गर्छ नि त। अनि सो अब बहिनी मात्रै छ, म पनि यताउति हिँड्दा अब हुन्छ नि त। अब आज चाहिँ मेरो साथीको फ्री भएको, वर्षमा एकचोटि फ्री हुन्छ मेरो साथीको चाहिँ होइन। अनि मेरोमा आउनु भएको छ। आइ एम रियली ह्याप्पी। थ्याङ्क यू सो मच फर हुन्छ नि साफ गरिदिएकोमा धन्यवाद। टिलिक्क टल्काउँदैछ। यो टल्काइसक्यो होइन, अनि यो टल्काउँदैछ। यही हो। ए उल्टो हातले भयो। काम हराएको होइन, यसो गर्छु भन्नुभयो। सो अब के गर्नु त भन्ने कुरा पनि आयो क्या।
हो साथीको यो काममा लाग्यो र यो काम गर्दा के हुन्छ र होइन म उसलाई अब यो ऊ गरे के भन्छ नि सफा गरिदिएको बापत म ऊ गर्छु नि के अरे युट्युबको लागि थम्बनेल बनाइदिन्छु नि त अहिले यही ल्यापटपमा होइन फोटोग्राफर भयो अब मेरो चाहिँ यहाँ अब आज साथीले चाहिँ अब ल्यापटपहरू सबै सफा गरिदिनु भएको छ अनि थ्याङ्क यू सो मच है राम्रो यति धेरै मायाको लागि अनि अर्को कुरा चाहिँ यो फोहोर हुनुको कारण म रिजन बताउँदैछु यो अन्त्यमा होइन अब चाहिँ नै अब वास्तवमा अब मेरो बहिनी र म मात्रै हुन्छु नि त यहाँ अनि बहिनी पनि बिहान कलेज जान्छ अनि दिउँसो आफ्नै काम सम्हाल्नुपर्छ आफ्नो बिजनेस सम्हाल्नुपर्छ अहिले पनि स्टिल काममै छ नानी अनि अब म भनेको त यता घुम्ने उता घुम्ने अब डेमा प्रायः कामहरू भइरहेको हुन्छ बाहिर बाहिर अनि इभेन्टहरू होइन भ्याली आउटहरू पनि जानुपर्छ कहिले कन्ट्री आउट पनि भइदिन्छ अनि त्यसले गर्दाखेरि सफा गर्ने मान्छे छैन हेर्नुहोस् समस्या चाहिँ सफा गर्ने मान्छे छैन अनि ल्यापटपभरि धुलै धुलो भएर चाहिँ अनि साथीले चाहिँ आज सफा गरिदिनु भएको छ थ्याङ्क यू सो मच अनि यो चाहिँ मेरो नेटहरू चलाउने ल्यापटप हो होइन यो पछाडि देखिनु भएको चाहिँ यो अनि यो चाहिँ डेलको चाहिँ म आफै अफिसियल कामहरू गर्नको लागि युज गर्ने हो अनि सबै ल्यापटपहरू सफा गरिदिनु भयो थ्याङ्क यू सो मच है अब अनि अर्को कुरा चाहिँ तपाईँको एउटा विज्ञापन पनि म ग्राफिकहरू पनि गर्छु तपाईँको प्रोग्रामको डिजाइन गर्नुपर्ने छ भने सम्झिनुहोस् अनि यो च्यानल चाहिँ छ नि अब एकदमै अब त्यो नेट अब भ्लग गर्न रुचाउने मेरो साथी देवेन्द्र गुरुङको च्यानल हो सबैजनाले चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु नत्र भने ग्याकको चुकी चुदान चुकी एकोकिरी माउसकिरी किक चुकी सबै आउँछ चुकी भनेको चाहिँ जापानिज ल्याङ्ग्वेजमा पाउँछ होइन किक भनेको चाहिँ इङ्ग्लिसमै भइहाल्यो अनि नेपालीमा के भन्छ हौ लात्ताले हान्ने भन्छ क्या के हो अनि नेपालीमा चाहिँ यो पाउँछलाई के भन्छ मुट्कीले ठोक्ने भन्छ होइन च्यानल सब्सक्राइब गर्नु नत्र लात्ताले हान्छ र मुट्कीले ठोक्छु म थ्याङ्क यू